मतदाताको गुनासो भन्दा नि मतदाताको हौसला देखेँ। जहिले पनि कस्तो हुने एकदम यो अब युवाहरूको नेतृत्व खोजिरहेको। धन्यवाद। अहिले हामी मङ्सिर 4 गते हुन गइरहेको निर्वाचन लक्षित गरेर आम मतदाताको घर घरमा पुगेर मतदाताको मन जितेर लोकतन्त्रको पक्षधर लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा मत खसाल्नको लागि मतदाता शिक्षादेखि लिएर घर घरमा पुगेर मतदाताको मन जित्नको लागि चाहिँ हामी घर घर टोल टोलमा पुगिरहेका छौँ। तपाईँ मतदाता समक्ष पुगिराख्दाखेरि मतदाताहरूको कस्तो अपेक्षा कस्तो गुनासाहरू पाइराख्नु भएको छ र त्यसलाई सम्बोधन गर्ने उपाय तपाईँले कस्तो दिइराख्नु भएको छ? अहिले यो उम्मेदवार मध्ये सबैभन्दा युवा उम्मेदवार चाहिँ तपाईँ हुनुहुन्छ। यो चाँगुनारायण प्रदेश 1 मा चाहिँ तपाईँले जित्नु एकदम अपरिहार्य छ। युवादेखि ज्येष्ठ नागरिकको सम्मान गर्ने र सबै कुराको छिटो छरिटो गर्न सक्ने हिसाबले युवा नेतृत्वको आवश्यकता। अब तपाईँको आम मतदाताहरू चाहिँ खुसी भएको चाहिँ देखिरहेको छु मैले चाहिँ। अन्य कुनै गुनासो छैन। सानातिना गुनासोहरू आउँदाखेरि तपाईँहरूको गुनासो सम्बोधन सकेसम्म गर्नेछु। मेरो झुटो आश्वासन चाहिँ हुने छैन भनेर मैले आम मतदाता चित्त बुझाउने काम गरेको छु। कस्तो खालको एजेन्डाहरू लिएर तपाईँ मतदाता समक्ष पुगिराख्नु भएको छ? अब मैले धेरै ठुलो महत्त्वकाङ्क्षी एजेन्डा चाहिँ बोकेर गएको छैन। यो प्रदेशमा पर्ने समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, कृषिका कुराहरूलाई चाहिँ आगामी आउने दिनहरूमा भएका समस्याहरूलाई समाधान गर्दै अब शिक्षा, स्वास्थ्य, रोजगार र कृषि, प्रत्येक एक घर एक धारा, स्वच्छ पिउने पानीको व्यवस्था गर्नेदेखि लिएर त्यस्ता कुराहरू लिएर गएको छ। रोजगार, शैक्षिक गुणस्तरीय सरकारी विद्यालयहरूलाई गुणस्तरीय शिक्षा दिनेदेखि लिएर सुलभ मूल्यमा चाहिँ शिक्षाको प्रविधि दिलाउने कोसिसहरू एजेन्डाहरू लिएर चाहिँ म गएको छु। मतदाताहरू आम प्रदेशवासीहरू चाहिँ खुसी नै भएको महसुस गरेको छु। तपाईँलाई मत किन? मलाई यो प्रदेशको शिक्षा, स्वास्थ्य, समृद्धि, विकास र हरेक रोजगार, प्रत्येक घर घरमा चाहिँ खानेपानीदेखि लिएर शिक्षित वर्गहरूको चाहिँ विकास गर्न र यहाँ भएका समस्याहरू चाहिँ समाधान गर्न। अब युवा भएको कारणले हरेक समस्याहरू चाहिँ तत्काल समाधान गर्न आफ्नो कुराहरू राख्न संसदमा गएर लास्ट बेन्चमा होइन फर्स्ट बेन्चमा बसेर चाहिँ आफ्नो कुरा राख्नको लागि चाहिँ मलाई मत दिनुपर्छ भन्ने मलाई लाग्छ। तपाईँको यस क्षेत्रमा प्रतिस्पर्धीको रूपमा कसलाई निहालिराख्नु भएको छ? अब प्रतिस्पर्धी त मेरो अब जो उम्मेदवार हुन्छ सबैलाई प्रतिस्पर्धी नै ठानेको छु। तर अब्बल चाहिँ मै हुँ भन्ने चाहिँ मलाई लागिरहेको छ। अब अरू चाहिँ अब प्रतिस्पर्धा अब हामीले गर्दाखेरि त्यो चाहिँ प्रतिस्पर्धा अब प्रतिस्पर्धीहरूभन्दा म चाहिँ अब्बल नै छु। प्रतिस्पर्धी अन्य साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि सम्मान गर्दै आफ्नो हिसाबले अगाडि बढेछु। मङ्सिर 4 अब हाम्रो संविधानले तय गरेको संवैधानिक व्यवस्थाअनुसार हुन गइरहेको उसमा आफ्नो मताधिकार प्रयोग गर्नुहोस्। अब राम्रो, सक्षम, योग्य चाहिँ नेतृत्व छान्नुहोस्। कमसेकम यो प्रदेशलाई चाहिँ को सुख दुःख बुझेका, यो प्रदेशको हरेक समस्याहरू चाहिँ आफ्नो सम्बन्धित निकायमा पुर्याउन सक्ने नेतृत्वलाई चाहिँ मतदान गर्नुहोस् भनेर भन्न चाहन्छु। मेरो कुरा यही हो। अब वीर हस्पिटलको विषयमा चाहिँ मेरो स्पष्ट कुरा के भने हिजोका दिनमा यसलाई चुनावी एजेन्डा, चुनावी नारा, जब चुनाव आए तब चाहिँ वीर हस्पिटल बनाउने भने नेताहरूको दौडधुप गर्ने कामहरू भइरहेका थिए। अब चुनावी नारा नबनाइकन वीर हस्पिटल बनाउन सबैभन्दा यो ठाउँमा चाँगुनारायण नगरपालिका 1 र 4 मा पर्छ। मेरो घर पनि मेरो जन्मस्थान पनि त्यही वडामा पर्छ। तदारुका साथ मैले सबैभन्दा पहिलो एजेन्डा नै यही उठाउने छु र यसको लागि एकदम मेरो सबैभन्दा पहिलो प्रयास यही हुनेछ। जस्तै अब खानेहरूको कुरा आएको छ। अब खानेहरूको कुरा चाहिँ अब साथीभाइको त्यो कुरा के चाहिँ जो नगरपालिकामा के कदमले के भएको छ मैले राम्रोसँग बुझेका छैन। त्यसलाई सुव्यवस्थित रूपमा कानुनी प्रक्रिया पुर्याएर नियमसँग ढङ्गले हुने जतिलाई चाहिँ चलाउनु पाउनु पऱ्यो है। अवैध रूपमा चलेकाहरू चाहिँ त्यसलाई बन्द गर्नुपर्छ। मेरो कुरा त्यही हो। तपाईँको प्रदेश विश्व सम्पदा सूचीकृत क्षेत्रमा पर्ने विभिन्न स्थानहरू छन्, पर्यटकीय स्थान छ। त्यसलाई सम्बोधन गर्ने कस्ता खालका एजेन्डाहरू तपाईँले मतदाता समक्ष लिएर जानुभएको छ? अब मेरो प्रदेशमा विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण छ। त्यसलाई चाहिँ पर्यटकीय स्थल नगरकोटदेखि चाँगुदेखि नगरकोटसम्म पदयात्रा गर्ने र कमसेकम पर्यटकहरूलाई बढी से बढी विश्वभरि आन्तरिक र बाह्य पर्यटकहरू भित्राएर नगरपालिका र यो प्रदेशको मूल स्रोत नै त्यसलाई बनाउनु पर्छ भन्ने चाहिँ लागिरहेको छु। मैले हाम्रो यो घोषणापत्रमा मेरो एजेन्डामा त्यसलाई पनि राखेको छु। यो चाँगुनारायण र नगरकोटलाई चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू भित्राएर सबैभन्दा
ठुलो स्रोत नै त्यसलाई बनाउनुपर्छ, आम्दानीको स्रोत नगर प्रदेशको बनाउनुपर्छ भनेर लागिरहेको छु। त्यसलाई विकास र प्रवर्धन गर्नको लागि के गर्नुपर्छ, मैले आफ्नो बलबुताले भ्याएसम्म प्रदेश सरकार, सङ्घीय सरकार, स्थानीय सरकारदेखि सबै निकायमा आफ्नो पहल प्रयास गरेर यसलाई व्यवस्थित सुव्यवस्थित रूपमा चलाउने चाहिँ आफ्नो अवधारणामा राखेको छु। जस्तो स्थानीय क्षेत्रमा उत्पादन हुने यस स्थानका वस्तुहरू लगायत स्थानीय रोजगारका अवसरहरूलाई कसरी समेट्ने प्रयास गरिराख्नु भएको छ तपाईँ? अब हाम्रो यहाँ चाहिँ अब स्थानीय रूपमा उत्पादन हुने कृषि बाली नै पनि एउटा महत्त्वपूर्ण हो। यसलाई चाहिँ कस्तो नि बिचौलियाहरूले किसान घाटामा बिचौलिया नाफामा हुने चाहिँ गतिविधि चाहिँ अगाडि बढेको छ। त्यसलाई रोकेर किसानको सामान सिधै किसानले बिचौलिया मार्फत नलगिकन बजारको व्यापारीसँग सिधै पुर्याउन सक्ने वातावरण बनाउनको लागि प्रत्येक वडामा चाहिँ एउटा सङ्कलन तरकारी सङ्कलन केन्द्र राखेर किसानले सिधै चाहिँ व्यापारीसँग पुर्याउन सक्ने बनाएर र कृषिलाई पनि विकास गरेर यहाँ उद्योग कल कारखानाहरू यहीँ चाहिँ खोलेर यहाँका स्थानीयदेखि लिएर प्रदेशकालाई चाहिँ रोजगार चाहिँ व्यवस्था जस्तै ह्यान्डिक्राफ्टहरूदेखि लिएर तपाईँको पशुपालनहरू पनि छन् होइन। त्यसमा जस्तै अब कुखुरा पालनदेखि लिएर गाई पालन, भैँसी पालन, बाख्रा पालनहरूदेखि लिएर अन्य व्यवसायहरू जस्तै अब घरेलु सामानहरू बनाउने होइन। अब त्यस्ता कुराहरूलाई चाहिँ लगेर चाहिँ रोजगारी चाहिँ विकास गर्नुपर्छ नि मैले आफूले त्यो सोचका साथ पनि अगाडि बढेको छु। हस्, धन्यवाद, नमस्कार।